Everyone, it's me, Prakash Rakal from Koyal district. Welcome again to this YouTube channel for those kind of students who are going to prepare or face the final examination of class 12. Today, I'm going to talk about essay section of English subject of class 12. So let's discuss one by one with good example, with briefly. साथीहरु पुनः पनि तपाईलाई यस YouTube च्यानलमा स्वागत छ। आजको हाम्रो विषय रहेको छ कक्षा 12 को अंग्रेजीको निबन्ध खण्ड, जहाँ विभिन्न प्रकारका निबन्धहरू रहेका छन्। म त्यसलाई सकेसम्म छोटो मिठो र एकदमै प्रभावकारी तरिकाले प्रस्तुत गर्ने यथासम्भव प्रयत्न गर्नेछु। कृपया धैर्यतासँग अन्तिमसम्म यो भिडियो हेरिदिनु होला। साथीहरु कक्षा 12 को निबन्ध खण्डभित्रको पहिलो निबन्ध भनेको अन लाइब्रेरीज छ। अन लाइब्रेरीज भन्नाले नेपाली यसको नेपाली अनुवाद पुस्तकालयमा भन्ने हुन्छ। राइटरले के सजेस्ट गर्छन् भन्दाखेरि हाम्रो समयमा मोबाइलको पहुँच त्यति साह्रो हुँदैन थियो। त्यो समयमा हामीहरू आफ्नो परोपकारी समयलाई पढाइमा, लाइब्रेरीमा, विभिन्न प्रकारका क्रिएटिभ नलेजहरुमा, क्रिएटिभ थिंकिङहरुमा लगाउँथ्यौं, सृजनशीलतामा लगाउँथ्यौं। तर आधुनिक मानिसहरू सबैलाई छोडेर, यी चटक्कै सबैलाई छोडेर उनीहरू फोन अथवा मोबाइलतिर बढी आकर्षण देखिन्छ अथवा सदुपयोग गर्नुको सट्टा अतिरिक्त दुरुपयोग गर्छन्। जस्ता विभिन्न प्रकारका कुराहरू यस निबन्धमा प्रस्तुत गर्न खोजिएको छ। यसलाई समरीमा भन्नुपर्दा मैले थोरै लेखेको छु। यहाँ तपाई 11 टिप्न सक्नुहुन्छ अथवा आफ्नै ल्याङ्ग्वेजमा पनि लेख्न सक्नुहुन्छ। ल्याङ्ग्वेज यदि राम्रो र तपाईलाई इंग्लिश सजिलै लाग्छ भने इजिली लेख्न सक्नुहुन्छ। राइटरको नेम हो ओलिभर सेक। अन लाइब्रेरीज म थोरै छोटो मिठो समरी प्रस्तुत गर्दछु। अन लाइब्रेरीज आर essential for learning experience on and mistake भयो ठीक छ के लेखेको नि यो। सो समग्रमा भन्नुपर्दा म स्टोरी भन्न चाहिन, भिडियो लामो हुन्छ। समग्रमा भन्नुपर्दा तपाईले के लेख्न सक्नुहुन्छ भन्दाखेरि On Libraries is written by Oliver Sacks, where writer has been described about modern people nature and oldest अथवा पुरानो समयको मानिसको प्रकृति र आधुनिक मानिसको प्रकृतिको बारेमा खुलेर चर्चा गरेका छन्। जहाँ उनले मानिसहरू लापरवाही बन्दै गएको र मोबाइल फोनको अत्याधिक प्रयोग गरेको, सोशल मिडियाहरूको अत्याधिक आवश्यकता भन्दा बढी प्रयोग गरेको र आफ्नो सृजनशीलता, आफ्नो पढ्ने समयलाई अथवा आफ्नो क्रिएटिभ समयलाई सोशल मिडियामै 24 घण्टा लगाएको जस्ता विभिन्न प्रसंगहरू यस कवितामा यस कथनमा यस निबन्धमा प्रस्तुत गरिएको छ। राइटरले के सजेस्ट गर्छन् भन्दाखेरि हामीले हाम्रो महत्त्वपूर्ण समयलाई पढ्न, लेख्न र नयाँ कुरा सिक्नमा लगाउनुपर्छ ताकि हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक विकास होस्। यो नै यस निबन्धको मुख्य उद्देश्य रहेको छ। त्यसैगरी अर्को निबन्ध छ म्यारेज एज अ सोशल इन्स्टिट्युसन। A essay about marriage where this kind of relation are too important, where writer has been described about marriage, what is that and what can impact by this thing towards society. समग्रमा निबन्धकारले विवाहलाई एउटा मर्यादित र सम्मानित तथा जिम्मेवारी सम्बन्धको रूपमा लिएका छन्। वास्तवमा यो पनि विवाहमा दुईवटा मानिसहरू एक आपसमा सदाका लागि एक अर्काप्रति समर्पित हुन्छन्। यस्तो सम्बन्धलाई एउटा सोशल इन्स्टिट्युसन, एउटा सामाजिक सम्बन्ध अथवा सामाजिक संस्थाका रूपमा बाँधिएको कुरा यस निबन्धले प्रस्तुत गरेको छ। जहाँ दुईवटा मानिसहरू एक आपसमा घुलमिल हुन्छन्, एक अर्काका इच्छा आकांक्षालाई त्यागेर उनीहरू एक आपसमा मिलिरहेका हुन्छन्। त्यसैले विवाह भनेको मर्यादित र सामाजिक एउटा महत्त्वपूर्ण संस्कृति हो भनेर कविताले यस निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन्। त्यसैगरी साथीहरु यसको उद्देश्यको कुरा गर्दाखेरि विवाह एउटा जिम्मेवारी कर्तव्य हो। विवाहले मानिसलाई आफ्नो व्यक्तित्वको बोध गराउँछ र विवाह एउटा मर्यादित सामाजिक संस्कृति पनि हो, जहाँ दुईवटा मानिसको सम्बन्धलाई बलियो बनाउने काम गरिन्छ। तिनीहरू सधैँभरिका लागि एक अर्काप्रति समर्पित हुन्छन् भन्ने जस्ता भावहरू बोक्नु नै अथवा देखाउनु नै यस अथवा समग्रमा विवाहलाई एउटा मर्यादित, सम्मानित र जिम्मेवारपूर्ण सम्बन्धको रूपमा प्रस्तुत गर्नु नै यस
निबन्धको उद्देश्य रहेको छ। त्यसैगरी अर्को छ नलेज एन्ड विस्डम भन्ने निबन्ध। यसलाई नेपालीमा अनुवाद गर्दा ज्ञान र स्वतन्त्रता भन्ने हुन्छ। We need wisdom to use our knowledge for the good of society. राइटरले यस निबन्धमा नलेज र फ्रिडमको महत्त्व भनेका छन्। नलेज भनेको ज्ञान जसले हामीलाई सही कि गलत कि जस्ता विभिन्न प्रसङ्गहरूमाथि खुलेर विचार गर्न बोल्न सिकाउँछ भने विस्डम भनेको हाम्रो स्वतन्त्रता, हामी हाम्रा अधिकारप्रति अथवा हामीलाई प्राप्त हुनुपर्ने अधिकारहरू के कति प्राप्त भएका छन् जस्ता विभिन्न कुराहरू स्वतन्त्रताभित्र पर्दछन्, जसलाई लेखकले खुलेर प्रशंसा र सुधारिनुपर्ने कुराहरूमाथि प्रकाश गरेका छन्। यसको समग्र निचोड भन्नुपर्दा यो अलि महत्त्वपूर्ण पनि छ। यसमा 5-7 पोइन्टहरू डिस्क्राइब गरिएका छन्। यति बुझ्दा हुन्छ नलेज भन्नाले ज्ञान हो र विस्डम भन्नाले स्वतन्त्रता दुवैको मानव जीवनमा महत्त्व दर्शाउन यस निबन्धमा खोजिएको छ। अनि त्यसै गरी हाम्रो निबन्ध खण्डको अर्को निबन्ध छ ह्युमिलिटी। यसका लेखक चाहिँ युभेल नोहा हरारी हुन्। उनी भन्छन् रियल विस्डम कम विथ ह्युमिलिटी ओपन्स एन्ड रेस्पेक्ट फर अल कल्चर। यस निबन्धमा के को बारेमा भनेको छ भन्दाखेरि हामी मानिसहरू जुनसुकै धर्म, जुनसुकै संस्कृति, जुनसुकै रीतिरिवाज, जुनसुकै परिवेशबाट आए पनि हामीले एकअर्कालाई यस निबन्धमा निबन्धकारले मानिसले पाउनुपर्ने अधिकार र उनीहरूको स्वतन्त्रताको बारेमा कुरा गरेका छन्। जबसम्म समाजमा मानिसले स्वतन्त्र भएर बाँच्न पाउँदैन अथवा समाजमा समानुपातिक समाजको स्थापना हुँदैन तबसम्म मानिसको तथा समाजको तथा देशको विकास हुन सक्दैन भन्ने धारणा यस निबन्धले सार्वजनिक गरेको छ। यसको मुख्य उद्देश्य भनेको समाजको चौतर्फी विकासका लागि र समाजमा बस्ने मानिसको विकासका लागि मानव अधिकार निकै महत्त्वपूर्ण छन्। दिन प्रतिदिन धनी हुनेको रेसियो र दिन प्रतिदिन आफ्नो आर्थिक अवस्थाबाट गिरिरहनेको अस्तित्वमा समानता आउनुपर्छ र उनीहरूले पाउनुपर्ने हक अधिकारप्रति उनीहरूलाई सरकारले प्रदान गर्नुपर्छ भन्ने जस्ता विभिन्न गम्भीर पक्षहरू यस निबन्धमा प्रस्तुत भएका छन्। र मूलभूत यस निबन्धको उद्देश्य भनेको मानव अधिकारप्रति सबैलाई सचेत गराउनु नै रहेको देखिन्छ। यति नै होला सायद साथीहरू निबन्ध खण्ड। मैले सबैलाई सरस्वती भनिदिएँ नेपालीमा। अन लाइब्रेरिज बाई ओलिभर सेक, जहाँ राइटरले भनेका छन् पुस्तकालयको महत्त्व, एउटा पुस्तकालयलाई विद्यार्थीले कसरी हेर्नुपर्छ र पुस्तकालयले विद्यार्थीको जीवनमा कसरी परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई यस निबन्धमा राइटरले अत्याधिक जोड दिएका छन्। र हामीले के सजेस्ट गर्छन् भन्दाखेरि हामीले आफ्नो समयलाई सोशल मिडियामा युज गर्नुको सट्टा आफ्नो सृजनशील समयलाई, आफ्नो क्रिएटिभ समयलाई बुक पढ्नमा लगाउनुपर्छ भन्ने उनको धारणा रहेको छ। त्यसैगरी अर्को छ ह्युमन राइट्स एन्ड द एज अफ इनइक्वालिटी। यसमा चाहिँ राइटर पछाडिको परेछ, ठिकै छ, पछाडिको पनि भनिदिन्छु। यसमा चाहिँ राइटरले समानुपातिक समाजको स्थापनाका लागि अत्याधिक जोड दिएका छन्, जहाँ मानिसले आफ्नो स्वतन्त्रता भएर बाँच्न पाउने अधिकार प्राप्त गर्नुपर्छ र यसबाट नै समाजको विकास हुन्छ भन्ने जस्तो धारणा यस निबन्धले सार्वजनिक गरेको देखिन्छ। त्यसैगरी अर्को निबन्ध छ म्यारिज एज अ सोशल इन्स्टिट्युसन हो। साथीहरू, वास्तवमै विवाह एउटा सामाजिक संस्था हो अथवा सामाजिक सम्बन्ध हो जुन अति नै प्रगाढ र गहिरो हुने गर्दछ भन्ने कुरा यस निबन्धले सार्वजनिक गरेको छ। यसको मूलभूत उद्देश्य भनेको विवाह एउटा जिम्मेदारपूर्ण र मर्यादित सामाजिक संस्कृति हो जसलाई मर्यादितपूर्ण तरिकाले निभाउनु पर्ने राइटरको निवेदन रहेको देखिन्छ। त्यसैगरी नलेज एन्ड विजडम छ। नलेज भन्नाले यस निबन्धका लेखक चाहिँ ब्रिटेन्ड रसल हुन्। उनी चाहिँ आफ्नो समयका प्रख्यात राइटर पनि हुन्। नलेज भन्नाले ज्ञान र विजडम भन्नाले स्वतन्त्रता। जब नलेज र विजडम मानिसमा हुन्छ अथवा मानिसमा यी दुवै पक्षको विकास हुन्छ तब उसको चौतर्फी विकास हुन्छ भन्ने धारणा र यी पक्षहरूलाई मूलभूत
मध्यनजर गर्दै समाजमा मानिसको विकासका लागि प्रयोग गर्न सकिन्छ भन्ने धारणा समेत राइटरले प्रस्तुत गरेका छन्। त्यसैगरी एउटा अन्तिम अब छ ह्युमिलिटी भन्नाले मानवता भन्न सकिन्छ अथवा मानवीय क्रियाकलाप भन्न सकिन्छ। यसका लेखक चाहिँ युभान नाहो हरहरी नोच हरहरी मिस्टेक भएछ साथीहरु युभल नोच हरहरी। So in this essay the writer has told to us about human justification, human freedom, human knowledge. Real wisdom come with humility, opens and respect for all cultural. हामीले आफ्नो मातृ धर्म संस्कृति संस्कारलाई सम्मान गर्ने र अरूलाई विभेद गर्नुको सट्टा सबै मानिस एक हौं र सबैको धर्म संस्कृतिलाई एकअर्काले सम्मान गर्दै समाजमा जीवन बिताउनुपर्छ भन्ने उद्देश्य यस निबन्धले सार्वजनिक गरेको छ। साथीहरु आजलाई यस भिडियोमा मैले यति नै भन्न चाहे। मैले सम्पूर्ण निबन्ध खण्डका विभिन्न निबन्धहरूलाई सरल सहज र प्रभावकारी ढंगले प्रस्तुत गर्न सके होला जस्तो मलाई महसुस हुन्छ। यद्यपि कुनै नबुझेको छ भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। म यथासम्भव प्रतिक्रिया दिने प्रयत्न गर्नेछु। आजलाई भने यस भिडियोमा यति नै। थ्यांक यू फर वाचिङ। टेक केयर। गुड बाय।